हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ छुट्टीको दिन होइन, बिहान खाना पनि पकाउनु परेन। अन्त यसो बाहिर निक्लेको के भन्छ जुत्ता किन्नुपर्ने छ क्या, ड्युटीमा जाने जुत्ता साह्रै खर्चै भयो। अलिक जुत्ता किन्नुको घरमा दिन जाए के गर्दैछु भने यसो एक्लै हो, यसो भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ धेरै दिन भयो भिडियो बनाएको मैले। त्यो भएर ल हेर्नु यो गाडी हेर्नु न, कस्तो दामी छ। यहाँ चाहिँ गरम चाहिँ साह्रै हो क्या। यहाँको रुखपात चाहिँ यत्रै होला, यहाँदेखि बेसी चाहिँ बढ्नु दिँदैन यहाँको चाहिँ। यहाँको रुखपात चाहिँ यत्रै हो, यहाँदेखि बेसी बढ्यो भने चाहिँ काटिदिइहाल्छ क्या। अब त्यही भएर बेसी गरम पनि भएको होला हौ। अलिकति बढ्यो कि काटिदिइहाल्छ नि त, हावा चल्दैन। दामी चल्दैछ आज, के होला अलिक रुख गर्दैछु अब। भात खाएर निक्लेको, खाना खाएर भर्खर थालेको, भिडियो बनाउनु थालेको, के बोल्नु लाटा खेल्ने कि बोल्नै पऱ्यो। अब यहाँ पछाडिको नजारा यतिको चाहिँ काट्नु थालिहाल्छ, अलिकति बढ्यो कि घाँस पात काट्नु थालिहाल्छ। यहाँ पनि बाटो खाना पाउने चाहिँ पर लगाएर अब डाइरेक्ट म त्यहाँ पुगेर मात्रै देखाउँछु ल। लगाइस म चाहिँ अब आइपुगेँ है, गाइजहरू मन्दिर आइपुगेँ म। अब हेर्ने पार्किङ मन्दिरको पार्किङ हो यहाँ पर मन्दिर गोल्ड सेन्टर भन्छ, सपिङ सेन्टर पनि भन्छ। त्यसको उतापट्टि गोल्ड सेन्टर पनि छ। त्यसै एउटा राम्रो जग्गा लाग्छ क्या मलाई, मन पऱ्यो। एकदमै बाटो बनाएर चाहिँ साइकल रेसको लागि भनेर सायद यो बाटो पहिला यसो थिएन, यहाँ थियो क्या मान्छेहरू बस्छ। यो चाहिँ मन्दिर, यो चाहिँ त्यो हुन्छ नि हाम्रोतिर बजार क्या, झाडु मेला टाइपको क्या यो, त्यस्तो हो। यो चाहिँ यहाँ चाहिँ मान्छेलाई यस्तो ठग्छ नि, यो सानो देख्छ नि, यो भित्र चाहिँ एउटा उयो हुन्छ जुवा अब त्यो कस्तो भन्नु, यो भित्र अब भन्ने अब पनि यहाँनिर चाहिँ भन्ने फँसेको। मैले चाहिँ मजाले 1 घन्टा जस्तो चाहिँ, आधी घन्टा जस्तो चाहिँ मजाले यहाँनिर हेरेँ
अन्त बुझेर चाहिँ नखेल्ने क्या क्या मान्छेलाई त क्या उल्लु बनाइन्छ यार यहाँनिर भन्नै आएन कि त्यो खेलाको उयो यस्तो खाममा पेपर हालेर राखेको हुन्छ हो पेपरमा नम्बर लेखेको हुन्छ यति खाममा उयो नम्बर लेखेर राखेको हुन्छ एकवटा खाममा नम्बरहरू त्यहाँ त्यो नम्बरमा प्राइज हुन्छ क्या त फेरि साइडमा बोर्डमा त्यो पनि सानोतिनो प्राइज होइन आइफोनको अब टप मोडल कुन चाहिँ छ त्यो स्यामसङको स्यामसङ S23 अल्ट्रा 24 अल्ट्रा त्यस्तोहरू हुन्छ क्या टक्क तिनीहरूको मान्छे हुन्छ भित्र सेटिङ क्या म त्यो देखाउँछ त्यसले ट्राई म खेल्छु यसमा प्राइज पऱ्यो म खेल्छु जे तँले जुन उठाउँछस् त्यही खेल्छु म भन्छ कि 100 रुपियाँमा 5वटा उठाउनु पऱ्यो हुन्छ त्यहाँ तिनीहरूको मान्छेलाई आएर यस्तो उयो गरेर देखाउँछ क्या एउटा 3टा नम्बर हुन्छ त्यहाँबाट जुन चाहिँ नम्बरमा प्राइज हुन्छ त्यो नम्बर चाहिँ तिनीहरूले यस्तो देखाउँछ 2टा नम्बरमा देखाउँछ 3टा नम्बर हुन्छ एउटा नम्बर यस्तो हातले छोडेर देखाउँछ तिनीहरूको मान्छेलाई प्राइज पनि दिन्छ फेरि ड्याम यस्तो मान्छे त्यहाँनिर भुप्रिन्छ नि त्यहाँदेखि अरू मान्छे लोभिन्छ अन्त ब्ल्याङ्क पैसा हार्दै जान्छ कस्तो बोका बनाउँछ यहाँ अब चाहिँ यो भित्र चाहिँ हामी भिडियो गर्नु पाउँदैन है गाइस ल अब आइपुग्यो म पनि जाइद मलमा चाइनिज कार्निभलहरू गाइजहरू चाइनिज कार्निभल देखाउनु गएको उल्टा बाटो आएछ नि हेलो गाइज अहिले चाहिँ म यहाँ निक्लिसक्यो जुत्ता किनेर निक्लेँ पुग्नु परेन पहिला हाम्रै मार्केटमा पाउँथ्यो त्यति बेला किनेको थिएँ अफर नआउँदा यहाँ त अफर छैन रहेछ महँगै पऱ्यो यहाँको नजारा यहाँ चाहिँ बाहिर यत्तिको पार्क बस्ने ठाउँ छ क्या अब जाने हो रुमतिर साथीहरूलाई पनि भेटेको थिएँ हामी पहिला दार्जिलिङबाट आउने सबै साथीहरू सँगै आएको थियो सबै अलग भयो क्या सँगै आएको साथीहरू अब अहिले हामीले यता रुम यता सारेकोदेखि उनीहरूसँग भेटै भएको छैन क्या अनि त्यही भएर उनीहरूलाई पनि केटाहरूलाई पनि भेटिकन आएको धेरै पछि भेटेको खुसी लाग्यो राम्रो लाग्यो अब भिडियो गरेर देखाउँछु भनेको थिएँ भित्र भिडियो गर्नु पाउँदैन हो त्यो अब हाम्रो त यस्तो होइन यहाँ त पाउँदैन भनेपछि पाउँदैन त्यही भएर भिडियो गरेर देखाउनै पाएन क्या भित्र धेरै पछि केटाहरूलाई भेट्दा मजा आयो यहाँ गाइस यहाँ खजुरको बोट है यो चाहिँ खजुर कति फलेको छ गरममा त्यो परको त्यो टल्किँदै गरेर टल्किने बिल्डिङ छ हस्पिटल टल्किँदै गरेर
यताबाट गोलो बिल्डिङ यो गोलो बिल्डिङ कसरी बनाएको लाग्छ अचम्म आइरहेको राम्रो लाग्यो कति भयो कति टाइम लाग्यो 1.5 घन्टा भइसकेको छ एक्लै छ भने त्यसरी फटाफट एक्लै छ भने फटाफट भयो ग्रुपमा हिँड्यो झ्याउ लाग्यो त्यो अहिले भएर गएको मलमा चाहिँ क्या सबै सामान पाउँछ एकपल्ट त्यो भित्र पसेपछि यताउता कहीँ निक्लिनै पर्दैन क्या तिमी पसेपछि निक्लिनै पर्दैन क्या त अब सबै कुरो त्यही भित्र पाउँछ सुन किन्छु भने त्यही भित्र पाउँछ हरेक सामान पाउँछ क्या त्यही भित्र लुगा फाटादेखि लिएर हर सामान त्यही मल पाउँछ त्यहाँ मनपर्छ है त्यो लगाइ आजको भ्लग आजको भिडियो यहीँसम्म अब नेक्स्ट भिडियो कहिले आउँछ थाहा छैन अब अहिले मर्निङ ड्युटीले गर्दाखेरि भिडियो बनाउनु पाएको छुइनँ क्या जानु पऱ्यो बिहानै जानुपर्छ लेग ड्युटी हो फेरि बिहान चाहिँ ड्युटी हो 8 बजी ड्युटी पुगिसकेको हुनु पऱ्यो 8 बजी ड्युटी पुगेर काउन्टर ओपन गरिसकेको हुनुपर्छ अब ड्युटीले गर्दा जो भएर चाहिँ त्यही भएर भिडियो नबनाएको अब कहिले हो अब अर्को भिडियो कहिले आउँछ लगाइस अर्को भिडियो कहिले आउँछ त्यसलाई भेटौँ लगभग रुम पुग्यो यहीँ र एसिङमा पार गरेपछि रुम पुगिहाल्छ भिडियो कस्तो लाग्दैछ गाइजहरू यसो साथीभाइहरू कमेन्टमा भन्नु होला लाज लाग्थ्यो मलाई चाहिँ अहिले पनि कस्तो लाज लाग्दै भिडियो बनाउँदै हिँड्दैछु क्या गर्दाखेरि लाज लाग्छ कस्तो हुन्छ यसो सेयर सब्सक्राइबहरू पनि गरिदिनु लाइक सेयर सब्सक्राइब भिडियो कस्तो लाग्छ कमेन्टमा भनिदिनुहोस् यो मेरो सानो कोसिस सेयरहरू गरिदिनुहोस् यहाँ सानो जेब्रा क्रसिङमा सिग्नल खोलेर लगभग के को खाइस अस्ति त्यो सानो सिग्नलमा सानो त्यो जेब्रा क्रसिङमा चाहिँ यस्तो भयो भन्नु रातो फुल फुलिरहेको छ यो चाहिँ हामी बस्ने बिल्डिङ हो होइन हामी यही बिल्डिङमा बस्छ यो चाहिँ मुभी हल पनि छ कि आमा छुट्याइदिनु जान्छु
महाभोज भन्ने मुभीलाई नेपाली मुभी लाग्यो के हो भक्कु मुभी लागेको टाइम केही हुँदैन नि त हाम्रो हजुरबाट त हेर्नु मन पनि लाग्दैन सबै त फोनमा आइहाल्छ के जानु फोन हाल्नु फाल्टु वाइफाई छँदैछ जति डाउनलोड गर्छ बल्ल रुम आइपुग्यो के रुमभित्र कोही छैन आइपुग्यो बल्ल अब गाइजहरू रुम चाहिँ यस्तो छ केटाले आज अलिक सफा गरेर राखेको छु मेरो बेड चाहिँ हमेसा यस्तै आम्मा घामले चाहिँ कस्तो तात्तिएको होला ब्ल्याङ्केट चाहिँ अब ल गाइज अब अर्को भिडियोमा भेट्यौँ है कहिले हुन्छ ल बाई आजको लागि